नेक्स्ट डेभलप बन्छु भनेर टार्गेट हिँडिरहेको छ नि आज दाइ सुजनले लात हान्थ्यो म डोरी तान्ने ए डोरी कहाँ चाहिँ तान्नु डोरी बाख्रा तान्न आएको र डोरी तान्ने रुख लडाउने हो र यहाँ दुसरो दिन लडाउनु त्यसका बाद के साह्रो हतार भएको बुढी ल्याउन आजसम्म चाहिँ गाइसहरू ट्याक्कसँगले लाएर होइन बेमा जाँदैछु जन्ती चाहिँ बे चाहिँ कसको भन्दाखेरि साथीको चाहिँ हो होइन अनि केटो पुरै उता चस्मा र ढाकोले लाएर चाहिँ पुरै मक्ख परेर चाहिँ आइरहेछ होइन आज बे भनेर केटोले हामीलाई उसिनिहाल्यो भने बिजोग बनायो होइन तर केही छैन ठिकै छ केटोको आज चाहिँ बे छ अनि हामी ट्याक्कसँगले सब केटाहरू चाहिँ भेला भएर चाहिँ जाँदैछौँ होइन अनि यहाँ चाहिँ जन्ती जानको लागि सबजना चाहिँ रेडी अवस्थामा चाहिँ बसिरहनु भएको छ। मन्दिरतिर छिर्दैछ बेहुलो पूजा गर्नलाई पूजा गर्ने सामानहरू चाहिँ लिँदैछ के रह्यो कि होइन बेहुलो छिरो ल मन्दिरतिर छिरो बेहुलो नेतापट्टि चाहिँ सबजना चाहिँ भेला भइरहनु भएको छ ट्याक्क लगाएर होइन बेहुलो चाहिँ ट्याक्क पूजा गरेर निस्किसकेको छ बेहुलोले चाहिँ पूजा गरेर निस्किसकेको छ केटो चाहिँ आज खुसी छ होस् होइन बुढी लिन जानु लागिरहेको छ पर्मानेन्टली त्यही भएर चाहिँ पुरै केटो चाहिँ आज हो फेरि मुसु मुसु हाँसेर पुरै फेरि त्यही अवसरमा पुरै डान्स पनि दियो है केटोले। हाम्रो क्यामेरामा त छ गाइस पुरै दिइरहेको छ तर बिहान 8 बजे उठेर आएको यहाँ चाहिँ निन्द्राले 4 दिन भयो सुत्न नपाएको निन्द्राले म अहिले बोलाएको थिइनँ भने गाइस आज 8 बजीसम्म सुत्दै बे लगेको हो भनेर उठ्थ्यो होला 9 बजे भन्दा अगाडि उठ्दिनँ क्या म सुजनले लात हान्थ्यो होला उठेको थिएन अघि लुगा लाएर रेडी परेको त त्यसका बाद के साह्रो हतार भएको बुढी ल्याउन बुढी बल्ल बल्ल ल्याउँदैन हतार होइन 5 बजे उठेर रेडी भइदिएको अरे क्या फेरि सुजन निन्द्रा लागेन अरे नि त त्यही भएर हाम्रो माइजू बेहुलाको मम्मी यता हुनुहुन्छ खैन्द्र फेरि हिरो भएको छ आज कहाँ आज पट्याउने सुरमा हिँडिरहेको छ यतापट्टि पुरै पट्याउने सुरमा हिँडिरहेको छ ओ तँ टोपी नला मुला राम्रो देखिएन यो कपाल चाहिँ निस्किनु भएन क्या टोपीबाट बाहिर सबै ब्युटिफुल देख्छु त आज मुला न ब्युटिफुल पनि सबै ब्युटिफुल हो बेहुलो पुरा मक्ख परेर गाडीमा बसिरहेको छ ओ बेहुलो त आज रातभरि सुतिन सर त क्यामेराम्यानले भनेको सुतेको 2-4 घन्टा आयो नि पनि के भएको यसलाई बुढी लप परेको बुढी ल्याउनलाई पुरै हतार नि ल अब त बेहुलो गाडी चाहिँ अगाडि बढिसकेको छ गाइस ट्याक्क सँगले चाहिँ गाइसहरू होइन यस्तो चाहिँ ड्रेस सब छ मेरो चाहिँ ट्याक्क यताबाट चाहिँ केटाहरू सबजना अनि अब हामी चाहिँ केही बेरमा चाहिँ यहाँबाट चाहिँ ट्याक्क सँगले चाहिँ लाग्दैछौँ बेमा चाहिँ खैन्द्रे यता हाम्रो नेक्स्ट बेहुलो छ यता पुरै नेक्स्ट बेहुलो बन्छु भनेर टार्गेट हिँडिरहेको छ नि आज दाइ जेउडी पठाइसक्यो आज त्यसलाई फाइनल गर्ने कुरा क्या मलाई नदेखान मेरो पुरा आँखा झ्याम्पा भयो तेस्रो नेक्स्ट बेहुला फेरि छ यता फेरि यता त बे गऱ्यो अरे बुढो भइसकेको होइन यता हाम्रो नेक्स्ट तेस्रो बेहुला त्यही त दोस्रो त टार्गेटमा छ नि पुरै हिजोदेखि तेस्रो चाहिँ यता हो तेस्रोले नै आज चाहिँ कता टार्गेट मार्ने हो त्यो थाहा छैन अब मैले अघि भने नि यसलाई ठुलो तनाव छ विचार गर्दिनु है यसो बुइनी आउँछ अरे यार मेरो त बे गर्दिनु छन् हामी चाहिँ ट्याक्कै यहाँनिर यो हाम्रो मोरङ झापाको
ट्याक्क सिमानामा छौँ हामी चाहिँ होइन अरूको पुलमा छौँ केटाहरू यता छन् खाजासाजा खाएर भुँडी ठुलो बनाएर आउँदैछन् यता भुँडी ठुलो बनाएर आउँदैछन् भुँडी घटाएर पुरा भुँडी चाहिँ सासले तानिरहेको देखिन्छ कि भनेर यो त यसो घाँटीबाट यसो के भन्छ त्यसलाई के भन्छ चिलाउनको लागि कन्याउनको लागि मात्रै हो क्या अब हाल्नेको बाँकी छ नि त अनि अब हामी चाहिँ यहाँबाट चाहिँ ट्याक्क लाग्न आँट्दैछौँ होइन अनि हामी चाहिँ ट्याक्कसँगले चाहिँ होइन यो पुलबाट चाहिँ ट्याक्कसँगले मोरङ छोडेर चाहिँ अहिले चाहिँ हामी चाहिँ झापातिर चाहिँ जान्छौँ गाइज सुजनको बिहामा चाहिँ हामी भएर मोटर बाइकमा चाहिँ पेटिटिटिटिटिट बाएर कुद्दैछौँ है गाइज अनि अहिले चाहिँ हामी चाहिँ होइन सुजनको यहाँनिर चाहिँ ससुराली चाहिँ आइपुग्यो सुजनको बिहे हुने घर चाहिँ होइन ट्याक्कसँगले अनि केटो चाहिँ पुरा छाता ट्याक्क होइन सुन कलरको छाता उडेर चाहिँ अघि बढ्दैछ अनि सबजना यसरी अघि जाँदै हुन्छ होइन अनि यहाँनिर चाहिँ सुजनको सोल्टिनी चाहिँ आएको छैन होइन सुजन होइन यता एकछिन सोल्टिनी सेतो गोलामा चाहिँ अनि ट्याक्क हाम्रो खुवाइन रहेछ यता अनि अहिले चाहिँ ट्याक्क बेहुलो चाहिँ भित्र छिरिसकेको छ गाइस अब यहाँ के हुन्छ अनि टेन्टाडा मेन्टाडा के हो हेर्दै गर्नु है त गाइसहरू तपाईँलाई पनि पछि काम लाग्दैन फेरि पुरा बिहे गर्न आँदा होइन अब के गर्ने होला ला कसो गर्ने होला भनेर चाहिँ पुरा होइन कन्फ्युज भएर चाहिँ फेरि भाग्न चाहिँ नबिर्सिनु होला त्यही भएर हेरिरहनु होला के बोले के छ थाहा बोले अनि अहिले चाहिँ सबजना चाहिँ बेहुलोलाई चाहिँ पुरा हेरिरहनु भएको छ तन्की हो होचो मान्छेहरूले चाहिँ अनि पुरा अग्लो मान्छेहरूले चाहिँ पुरै होइन मजाले नै हेर्नु पाउनु त होचो मान्छेहरू चाहिँ पुरा हाइट नपुग्यो भने मोबाइलमा भयो भने पुरा भिडियो गरेर तन्की गरिरहनु भएको छ होइन मैले पनि गर्दैछु पुरै हमला भयो ए हामी त बेहुला होइन जति छोडेर जति पर्खिने हो एक्कासी हमला यता नभएको बेहुलालाई त हमला गरेर सक्छ यता पुरै के भनिदिन्छ बाले चाँडा केटा स्पोर्ट नम्बर अब लागिहाल्छ यसको लागि यता नम्बर लागेको छ गरे सोल्टिनी जति सबै अमनेले लगिहाल्यो हामी कहाँ छ भने उहाँ छ अगाडि भिडियोक बनाएको छ नि यसले लाग्यो नि यता ए फोटो खिच्न देख्छस् नि मुला यता छ त सोल्टिनी जति सबै राखिहाल्यो सबै तैँले राखिसकेर त टङ्गुदाई आजको दोस्रो बेहुलो है यता यस्तै हो छाता ओढाएर हामीले लगिरहेको छौँ होइन अनि यता साइड बेहुलाहरू उता मेरो पछाडि भाला आउँछ यता बोकिरहेको छ यता छ हाम्रो अर्को बेहुला फेरि हिजो त मैले लगेज यता फेरि बुढो भइसकेको फेरि हाम्रो बेहुला भन्दा पनि पुरै मखे परेका छन् हो फेरि सकिँदैन हो गाह्रो छ ए टङ्कुदाई हतार भइसक्यो अरे खिच्दैन यहाँ छाता ओढेर पुरै हात गढेर उहाँ खुत्रुकै हुन आँटिसक्यो अरे बेहुलो जस्तो चाहिँ यता छ टङ्कुदाई यता चाहिँ यता दिनु होला हो छाता मलाई उठाउन आँटेको होइन होला के हो छाता चाहिँ नछोड्ने भयो टङ्कुदाईले टङ्कुदाईलाई रहर पुगेको थिएन
नर्भस चाहिँ नहो मुला हामी यत्रो पुरै यताबाट हौसला दिइरहेको छौँ तँलाई होइन सबभन्दा बेसी हौसला चाहिँ यहाँ स्वरजले दिइरहेको छ टिसुमा आउँछ नि यो पुरा बेहुला भएको छ भनेर सब सेक्युरिटी गार्ड बसेको हो क्या यहाँ बेहुला मेला कमजोर मान्छे छ डरले भागिदिइहाल्यो बिचमै भने त अलिक ओभर पर्छ त्यही भएर मात्र बेहुला चाहिँ गाइस यहाँ टोयलेटतिर छ होइन बेहुला भएको छ भनेर पुरा यहाँ सब सेक्युरिटी बसिरहेको छन् यतापट्टि बेहुलालाई समात्नको लागि टक्क सबजनाले एप्स हानिरहनु भएको छ गाइसहरू होइन टक्क पुरै लाएर पुरै भरि भएर आउँछ भिडौँ भिड्छ यता त्यो चस्माले कालो देख्लास् नि मुला त्यो काँक्रा भने चस्मा खोलेर खा दरो बजाउँदैछ अलिक दरो बजाए मुला भरे पुरा मुसा कुदेर फेरि दोस्रो टिप हान्न आउँछ दाजुलाई साथीको बे पहिलोचोटि खाँदैछु ह्याट्रिक गर्ने विचार छ कि हजुर अलिक डरो नबजाइकन मनले ह्याट्रिक हान्ने भएछ अब चाहिँ यहाँले ट्याक्कसँग थालेर चाहिँ होइन पुलाउ गेम हालिरहेछन् होइन अनि म पनि अब यहाँनिर पुलाउ ट्याक्क हाल्दैछु यहाँ थालेर हेर्छ केटाहरू पुरा दिइरहेछन् अलिक मजाले हाल्यो है केटाहरू ट्याङ्का ट्याङ्क दिएर दन दिइरहेछ होइन पुरै सरोजले झन्नै आफू जत्रो लिएर बसिरहेछ यता हाल्ने बेला मुकेशले यता हाम्रो खन्द्रले पनि पुरै दनादन दिइरहेछ ग्याम पारेर पुरै टङ्गु दाइले फेरि मुखमा नअट्ने गरी जुलाफी चाहिँ पुरै दिइरहेछ नि पोस्टमा त्यो मासुको त के अरे रोस्ट ताने जस्तो गरेर ट्याक्क अनि मेरो चाहिँ यहाँ छ होइन म चाहिँ हाल्दैछु पुरा भइसक्यो सकिँदैन हौ छेउमा बस्नु हेरेको किन छोडिदिने टङ्गे दाइ हेर्दै गर्नु यसो वरिपरि कता कता भेटिन्छ कि हाम्रो कुन चाहिँ साथी मन पर्यो भनिहाल्नु है प्लान हुँदैछ भरे के गर्ने कसरी तान्ने कसरी छोडिदिने भनेर डोरी कहाँ चाहिँ तान्नु डोरी बाख्रा तान्न आएको र डोरी तान्नु उयो हुन्छ पहिला सुन्न पहिला डोरी चाहिँ कहाँ हुन्छ सबैभन्दा कहाँ सानो भएर यसरी प्याच बिचमा बोलेको राम्रो ल पहिले प्लान तिमी भन्दा अनि त्यसले गर्दा म डोरी तान्ने फेरि डोरी पाटाको कुरा सुनिए कसले कहाँ डोरी चाहिँ कस्तो डोरी तान्ने ल डोरी नै तान्ने ल डोरी तान्ने भन्छ नि त्यसलाई रुख लडाउने हो र यहाँ दुसोटी नै लडाउँ पहिला कुरो सुन्न पहिला तिमीले यही भएर सिङ्गल भएको अहिलेसम्म डोरी तान्ने म डोरी तान्ने तिमीहरू तान्ने अगाडि हुन्छौ होइन अब तिमीहरूले ककलले के तान्ने भन्ने कुरो तिमीहरू आफू छलफल गर्नु झट्टै डोरी तान्ने बित्तिकै तिमीहरूले म सुरुमा चाहिँ मलाई नि हेल्प गरेँ नि फेरि मेरो त्यो अनुसारले अलिक पुग्दैन डोरी तान्ने तिमीहरू अब तिमीलाई उल्टै लडाइदिएन डोरी मेरो हातमा आउँछ मान्छे तिमीहरूको हातमा आउँछ गाडी रिजर्भमा खाली छ कसलाई पुग्दैन मलाई भन्नु स्कुटीको चाबी गोजीमा छ म हाकिहाल्छु लिम्बूको बिहा सिधै पारी गरेर रोक्ने हो गाडी झापा क्रस हान्नु पर्यो बोर्डर क्रस हान्नु पर्यो बोर्डर कटेपछि सक्यो बुझ्यौ नि सबले भनेपछि हाम्रो प्लान यति नै हो मान्छे चाहिँ हाम्रो प्लान सक्यो यति हो केटाहरूले बुझ्यौ नि सबले बुझ्यो सक्यो ल यहाँ चाहिँ तान्ने कार्यक्रम जोड्नु छ गाइस ल मुकेश हैको सल्लाह अनुसार ल
ल ल ल कसले तान्ने ल केटाहरूलाई चाहिँ झन् सोल्टिनेहरू नि लडायो होइन केटाहरूले जमा जित्न सकेनन् हारे अघिको त्यत्रो बसेर प्लान गरेको काम लागेन सरोजे घाँसको प्लान त हो कहाँबाट काम लाग्नु होइन अनि केटाहरूले चाहिँ आफ्नो बेइज्जत गरे यहाँ चाहिँ पुरै गाइस ल डान्स पुरै चलिरहेछ होइन पुरै ए आउने अलिक कडा दे कडा हाम्रो चाहिँ बजाउने टिमहरू चाहिँ हुनुहुन्छ गाइसहरू कडा बजाइरहनु भएको छ हेर्न लान्छ दर्शकहरू ताली पड्काइ हेर्दै हुन्छ नि त हाम्रो बहिनी नाच्दैछ त पर हाल्दैछ केटोले कस्तो हाँसिनु हो केटोले फाइनल हाल्यो क्या हो फाइनल हो कि बाँकी हो यो त फेरि मेरो कत्रो बिल्ला हानिदिरहेको सकिँदैन हौ त्यही हो सम्मान गर्यो गाह्रो छ मलाई होला खैन्द्रे गाह्रो के भन्छ खैन्द्रे ल सुनाउने अलिक मलाई बोके केटोले बोक है बोक्न कहाँको पावर होइन होला के हो स्टामिना हो अवश्य हेर्नुहोस् केटोले पर्मानेन्टली आफ्नो बनाएर चाहिँ होइन लिएर हिँड्न लाग्दैछ गाडीमा अनि यो के भन्छ जाने बेलामा पुरै गाडी वरिपरि फेरि गरेर राउन्ड ल्याएर अनि चाहिँ गाडीमा केटो चल्दैछ अवश्य ट्याक्क लाएर होइन पर्मानेन्टली आफ्नो बनाएर केटो खुसी भएर मक्क भएर दङ्ग परिरहेछ नि अनि हामी चाहिँ अब चाहिँ बेहुला गाडीमा चढिसकेपछि यहाँबाट चाहिँ भएर चाहिँ लक्ष्मी हान्दैछ केटो केटो किन हतार गर्छ रुको जरा सबर करो हतार नगर्नु सकिसक्यो ल अब चाहिँ यहाँको सकिसक्यो होइन हाम्रो यता अर्को चोटि ल्याउने यता हो हामी चाहिँ आइसकेका छौँ होइन नाच गर्नु हुँदैछ यहाँनिर आएर चाहिँ सुनरले बुढी ल्यायो सुनरले बुढी ल्यायो सबैले सुन्नु अनि यता चाहिँ हाम्रो जन्ती गएको मान्छेहरू पुरा दिनभरि कुन्चेको त मकै बारेको ढोडमा सुतेर आएका मान्छे ओभरटाइम जन्ती गएका मान्छे ए मलाई गरिदिनु हाम्रो नौमती
बाजा चाहिँ बजिरहेको छ होइन अनि यतापट्टि पुरै डान्स चाहिँ चलिरहेको छ अनि हाम्रो भुवनलाई पुरै मक्ख भएर बसिरहनु भएको छ होइन यता भाउजू नजिकै हुनुहुन्छ नि त त्यही भएर पुरै मुस्कानले मुसु मुसु हाँस्दै पुरै हालिदिइरहनु भएको छ बसिरहनु भएको छ यता पुरै आजको हाम्रो बेहुलोले पुरै टिकटालो भइरहेको छ होइन गिफ्ट अब नाङ्लो कुचो झाडु हेर्नु होइन टिको कार्यक्रम चलिरहेछ सुजन सर हेलो सुजन सर पैसा दिएर अनि यहाँ खाली छ है पछि ओ भाउजू यता हाम्रो भाउजू 2-4 चोटि के नाच्नु भएको छ यता बाजै बन्द भएर बिजोग भयो नि त सुरुमा लाजोले नाच्नु पुरा उता गएको पुरै डान्समा हानिरहनु भएको रहेछ बिजोग भयो सकेर फेरि बजाउनु पर्ने हो यता नाच्ने मान्छे अर्को धुनहरू यता बजाइदिनु पर्ने हो यहाँ नाच्नु रोर भर्खर जाग्दै थियो पुरै माहौल तातेर फेरि अनि अब चाहिँ पुरै लाज लागेन अघि चाहिँ लाज लागिरहेको थियो अरे भाउजूलाई चाहिँ अब चाहिँ पुरै गरो डान्स दिँदै हुन्छ भाउजू सबको डान्स चाहिँ कडै गइरहेको छ अब चाहिँ हाम्रो भुवल दाइलाई पनि भाउजूसँग नजानु बिचार्छ तर जाँदैन गएर बिचो फोन त यहाँ भिजेको जस्तो गरेर यहाँ पुरै बसिरहनु भएको छ लागेर नाच्नुपर्छ नाच्नु कौन है ये लोग कहाँ से आते हैं बेहुलो ल बेहुलोले चाहिँ पुरै आफ्नै भागमा चाहिँ मासु नपाएपछि चाहिँ बेहुलो चाहिँ पुरै रुष्ट भएको छ नि रुको जरा सबर करो यस्तो गर्नुपर्छ भने पुरा भने उता देखा उता खुवाउँछन् कि अनि मलाई देखा ल मामाले त्यसरी खाना पाइन्छ कि पुरा यता भनेलाई चिन्ता परेर गालामा हात लाएर बसिरहेको छ गाह्रो छ ए सुन भनेले चोखा लाउँला अनि यता चाहिँ बेहुलोकै भएको मासु परेन छ अरे बिचो आफ्नै बेमा मासु परेन बेहुलो होइन होला के हो यस्तो गरौँ न ल फेरि पानी खाइन्छ के अरे एक टेक फेरि भनेर एक टेक फेरि वान टेक हो यता हो वान टेक यसरी खाना पाइन्छ चोखा लाउँदैन होला केटाहरूले फेरि एक टेक फेरि एक टेक लास्ट टेक एक टेक हान्नु पर्यो टक भन्दा यसरी खाना पाइन्छ म चम्चीले खाएको मान्दिनँ हातले खुवाएको मान्छु है फेरि रुको जरा सबर करो बाहुनहरूको कुरै बेग्लै छ फेरि मजा भएन भन्नु परिहाल्छ होइन सिक्दै गर सिक्दै गरे ल लाइनै गयो लाइन आएको मुकेशलाई हामीलाई के सरकार त तिम्रो 3 जनासँग हो नि त के भनेको बोलाउँदै तिमीहरू 3टा उभिएर टुलु हेर मात्रै चोखा लाउँछ रातभरि पेट दुख्यो भने तिमी बिमारी हुन्छ
यसको जिम्मा आएर सबै यता जान्छ फेरि जिम्मा चाहिँ मान्दैन। अरे तिमीले बोलाएर हेराको तिमीले हो पालो पालो टोइलेट आउँछन् के बोले भाइ त्यसको जिम्मा चाहिँ मान्दिनँ है। डिपेन्ड गर्छ। सुझाव भएन के त निदायो क्या हो बोलेर अर्कोचोटि त अझै मोल नलिजानु है होइन भित्रको कुरो त ननिकाल न बाहिर यार। त्यस्तो कुरो नगर न यार रमाइलो चाहिँ हुँदैछ पुरै उता देखाइदिएन खाने मान्छेलाई देखाएका अहिले झुकेर चन्दन नाकातिर भने बिजोक हुन्छ त होइन यत्रो छ तिमीहरूको जस्तो हो र होइन यत्रो हेर्ने मान्छे छ तिमीहरू जस्तो हो र। यो त हामी भन्दा माथि के सोचेको त्यसमा प्रब्लम सोचेको तिमीले पनि धुवाउँछु भन्न म त जन्ती जाने हो नि किन गोडा गोडा पनि धुवाउँछु गोडा पनि धाउने हो जाने हो नि म त खैन्द्रले जन्ती जाने हो नि कुनै पनि हालतमा म गोडा धुन जान्न के सोचेको? गरे पनि खैन्द्रले के सोचेको खैन्द्रले फेरि उतैबाट लिएर आउँछ अरू अरू कुरा त अहिले हामीलाई गर्दैन उसैलाई कसैले गर्नु होइन मैले त्यो भन्न खोजेको होइन त्यो चाहिँ अब उसको लिएर हामी रमाइलो चल्दैछ है रमाइलो मानिस यता देखाउ न तिमी उता छोड्छ तिनीहरूलाई ब्लर हान्दा पनि केही फरक पर्दैन म त्यसै ज्यान त लागेको होइन रहेछ त बिहानदेखिको खुराको ल बेहुला बेमा पुरै बेहुलालाई नै मासु छैन अहिले चाहिँ आयो एक एक बोटुका लाइट पार है यता दामी मासु आयो त केटा यता फेरि बेहुलाले चाहिँ होइन पुरै फाडी डान्स दिइरहेछ बेहुला